दर्शकबिन आज हामीले मन्दिरमा गएर पूजा पनि गरेर पूजा गरेर आयौँ। महादेव भनेको विश्वका एक धरतीका एक पहिलो देव हो, जसलाई खुसी र उमङ्गको साथमा पूजा गर्ने पर्ने। पूजा आज भनेको मलाई जति मनपर्ने चिज हो, त्यही भएर म धेरै जोडबोल गरेको छु। महादेव भनेपछि म प्रसङ्ग खुसी हुन्छु। महादेव खुसी हुनु या नहुनु मेरो प्रति। र महादेवसँग सिधै कन्ट्याक्ट नम्बर भनेकै शिवरात्रिको दिन हो। सिधै शिवरात्रिमा राम्रोसँग जतिसँग हुन सके राम्रोसँग पूजा गरिदिनु भयो भने जीवनमा भनिन्छ नि 6 महिना गरेको खेतीले सालभर खान पुग्छ भन्ने चाहिँ महादेवको पूजामा पनि एक बार दुई बार आउँछ। अब एकचोटि सावनको महिनाभरि हुन्छ भने एउटा महाशिवरात्रि हुन्छ। शिवरात्रि भनेको मेरो एकदम रोचक चिज हो, त्यही भएर म धेरै भिडियोहरू बनाउने कोसिस गर्छु महाशिवरात्रिमा। र भोलेनाथका कोही चेला त्यस्तो छन् भने यदि भोलेनाथको छाया छ भने मनमा कसैको दुःख देख्न मन लाग्दैन। शान्त दुःख देख्दै जो रुने मन लाग्छ, आँसु हृदय रोए जस्तो गराउँछ। एक्लोपन धेरै गराउने गर्छ होइन। एक्लोपन मान्छे आफ्नो साथ दिने व्यक्ति भए पनि धेरै साथ सपोर्ट मिल्ने भए पनि एक्लो महसुस गराउँछ महादेवको यदि आशीर्वाद मिल्यो भने। धेरै कुराहरू छन् महादेवको लागि। र महादेव दिलका सफा देवता हुन् र चाँडै रिसाए पनि चाँडै दया गर्ने देवता हुन् महादेव भनेको होइन। त्यो कारणले गर्दा श्री महादेवको लागि कमेन्ट बक्समा गएर हर हर महादेव लेखिदिनु होला, जो भी हाम्रो भ्युवर्सहरू हुनुहुन्छ। र सबैलाई मेरो युट्युब च्यानलका सबै साथीहरूलाई चिन्ने नचिन्ने सबैलाई ह्याप्पी महाशिवरात्रि महासङ्गम भनेर पनि भन्छु। र बाँकी आजको हामीले भिडियो बनाएका छौँ र भिडियो पुरा हेरिदिनु होला, साथीभाइहरूलाई सेयर गर्नु होला। भगवान्लाई पूजा गर्ने विधि विधान सबै यसैमै छन् यो भिडियोमा। र महादेवको आशीर्वाद मिल्यो भने कस्तो हुँदो रहेछ भन्ने अघि नै मैले बताइसकेँ। मन दुखी, एक्लोपन र यस्तो चिजहरूले भरपूर हुन्छ। र महादेवको कृपा पाउने हो भने यो भिडियो सेयर गर्नु होला। आफ्नो फेसबुक डिपीमा राख्नु, के अरे आफ्नो फेसबुकमा पनि राख्न सक्नुहुन्छ होइन। माया गरेर साथ सपोर्ट दिनुभयो भने राम्रो राम्रो भिडियोहरू अनि राम्रो ठाउँका महापीठ शक्तिशाली देवताको मन्दिरहरूमा म पनि तपाईँलाई यस्तो भिडियो बनाउन सक्छु, तपाईँले माया प्रेम दिनुभयो भने। र तपाईँको माया अटोलले हर मन्दिरमा पनि म गएर भिडियो बनाएर सेयर गर्न सक्छु। अब मेरो काम त्यति खासै केही देखिँदैन। र अब म चाहिँ तपाईँले माया सपोर्ट गर्दै गर्नुभयो भने म हर मन्दिरका भिडियोहरू तपाईँलाई सेयर गरेर युट्युबमा हालिदिएर तपाईँको एउटा भरोसा आशा मन्दिरको शक्तिहरू देखाउने पनि छु। र जति राम्रो गर्नुहुन्छ उति नै राम्रो हुन्छ भन्दै दुर्गा माता ज्योतिष कुण्डली च्यानलको अग्लो पाठमा हेर्नु होला। र अब यो बाँकी अंश भिडियोहरू कसरी पूजा गर्ने त कोही भगवान्लाई कसरी पूजा गर्ने पहिला सुरुमा भन्ने कुराहरू म बताउने छु। र त्योभन्दा पहिला यो त्रिशूल दान मतलब भगवान्को नाममा दान गर्नुभएको थियो, नाम कमल विश्वकर्माजीले। र उहाँको कामना पनि पुरा होस् भनेर श्री महादेवसँग आशीर्वाद बिन्तीमा गरेको छु। र यो शङ्ख पनि उहाँ श्री पत्तली देवीको नाममा उहाँले भाकल गर्नुभएको थियो, जो आफ्नो परिस्थिति खराब थियो। र सबै देवताको लागि यहाँ सबै जो भी भाकलहरू छन् यहीँ राखिएको छ। र यो चैते दसैँमा म घर जाँदैछु, उतिखेर म तपाईँको यो भाकललाई उहाँ भगवान् अगाडि सुम्पिनेछु। र अहिले भने फिलहाल यहीँ राखेको छु, खराब जग्गामा राखेर खराब हुन्छ भनेर, त्यही भएर यो मन्दिरमा राखेको हुँ। त्यसको केही नगर्नु होला। र जो भी बाँकी भ्युवर्स हुनुहुन्छ उहाँलाई पनि केही आपत्ति विपत्ति छ भने कन्ट्याक्ट नम्बर म स्क्रिनमा दिनेछु, कन्ट्याक्ट गर्नु होला। टाढा भएन आउन सक्दैन, आउनुपर्छ। नजिक भए पर तपाईँले कन्ट्याक्ट गरेर आफ्नो घरका समस्याहरू राख्न सक्नुहुन्छ। कतिजना हुनुहुन्छ? नमस्ते दर्शकबिन, म हो विशाल र तपाईँ हेर्दै हुनुहुन्छ दुर्गा माता ज्योतिष कुण्डल च्यानल। र दुर्गा माता ज्योतिष कुण्डल च्यानलमा आज भने महाशिवरात्रिको दिनमा हामीले पूजा गर्दैछौँ मन्दिरमा। र पूजा गर्दाखेरि कसरी गर्ने भन्ने विधि र विधानले धेरै साथीले सोध्नु भएको थियो। त्यो कारणले गर्दा यो मैले बनाउन गइरहेको छु आज, र पूजा गर्न गइरहेको छु बनाउनु भन्दा पनि।
हामीले सबै नुहाइ धुवाइ गरायो भगवान्लाई सबै गरेर अब यहाँ राख्यो है। अब यहाँ पैसाहरू बचिरहेको थियो, यो पैसा पनि अब यिनीहरूको हो कि अब यिनीहरूलाई दिनु पर्यो। अब पछि बाँडौँला होइन हामीले, अहिले अहिले सबै दियो है। बाबु यता हो, ए बाबुले डिस्टर्ब गरेको यसलाई उता राख्दैन नानु। र सबैभन्दा पहिला हामीले के गर्नुपर्छ भने नुहाइदिनुपर्छ भगवान्लाई होइन। नुहाइदिइसकेपछि अब यहाँनिर यिनी सामानहरू सजाउनुपर्छ। एउटा कुरा विशेष कुरा ध्यान दिनु होला हाम्रो भ्युवर्सले, महादेवको पूजामा कहिले शङ्ख बज्दैन है, यो कुरा याद राख्नु होला। अरू देवताको पूजामा शङ्ख बज्छ विजय भावको लागि, र यो महादेवको पूजामा शङ्ख बज्दैन है। जाने होइन तिमीलाई जति भयो फुचुर फुचुर गरिसबाट डब्बा कहाँ गयो यसको शिवलिङको। दर्शकबिन हाम्रो शिवलिङ हो, घरभित्र हामीले शिवलिङ चलाउने गर्छौँ र शिवलिङ घरभित्र राख्नु हो भने कोही दुष्ट आत्मा घरभित्र प्रवेश गर्न सक्दैन है, यो कुरा याद राख्नु होला। अनि यहाँ नन्दी महाराजजी हुनुहुन्छ है, र नन्दी महाराजजी पनि हामीले राख्ने गरेको छौँ। यो डब्बाको ढोइ के हो, किन हटाइदियो त? अनि दौनी बेलपत्र अघि गएर रुखाएर एउटा बेलपत्र टिपेर राखौँ। अनि ताजा दुईवटा बेलपत्र खान्, एउटा मन्दिरको लागि, मन्दिरमा पनि जानेछौँ हामी, एउटा घरको मन्दिरको लागि, एउटा बाहिरको मन्दिरको लागि। र बेलपत्रको हाँगा ल्याउन भने सबैलाई ठिक हुन्छ कि कौन हो राम्रो कौन हो भने कतिवटा दिने हो, अनि मनले हिसाबले हाँगा तोडेर ल्याउन भने सही हुन्छ। हामीले भने हाँगा तोडेर ल्याएको छैन, पात तोडेर ल्याएको छ। हाँगा पनि काम लाग्छ भनेर हाँगा पनि लिएर आएको छौँ। र त्यसपछि फलफुलको लागि के चाहिन्छ, बतासे। बतासे भनेको सेता चिज हुन्छ नि, आलुको टिक्की जस्ता। र यी आलुको टिक्की जस्तो बतासे बहुत भगवान् शिवको लागि बहुत ऊ छ, पसन्दिदा छ। अनि त्यसपछि हामीले ल्याएका छौँ एप्पल और बनाना यानी कि केला और स्याउ ल्याएका छौँ। र हामीले अब सुरु गर्नेछौँ पूजा। र पहिला यिनी सबै सजाउँछौँ, त्यसपछि फेरि हामी पूजा गर्न सुरु गर्नेछौँ। त्यसपछि दर्शक पनि के गर्नुपर्छ भने हामीले यी चावलहरू यिनी मूर्ति मुनि राखिदिनुपर्छ। यहाँ और यस्तामा राखिदिने गणेशजीलाई। अनि त्यसपछि लिएर यता माता लक्ष्मीदेखि मुनि पनि राखिदिने, एक एक चिम्टी है, धेरै राख्ने होइन, सकिन्छन् चावल। यस्तै राखिदिने है। अनि फेरि अर्को यतातिर हामीले फेरि यता पनि ध्यान राख्नुपर्छ। यहाँनिर सबै देवतालाई भनेर एउटा ठुलो बेलामा पानी राखिदिनु पर्छ, और यसमुनि चावल राखिदिनु पर्छ। फेरि यहाँ अर्को यहाँ अब हाम्रो महादेवलाई भनेर एउटा पानी यहाँ राखिदिनु पर्यो। अनि यिनी फेरि दिया देवता यहाँ हुन्छन्, यहाँ यिनलाई पनि यसमा चावल राखिदिनु पर्यो। आज एउटा कुरो ध्यान दिनु पर्ने, आज सोमबार के अरे आइतबारमा दियामा चावल हालेर जलाउनुहोस्, यसले गर्दा स्वास्थ्यको लाभ हुन्छ। त्यसपछि दर्शक पनि हामीले अब पानी सानी सबै चढाइदिउँ। अब यहाँ यिनीहरूलाई चाहियो फल, यो धोइले त फल दिइसकेपछि हामीले पहिला श्री गणेशजीलाई कृपया फल ग्रहण गर्नुहोस् अर्थात् खाना ग्रहण गर्नुहोस्, माता लक्ष्मीलाई, त्यसपछि हाम्रो भोले बाबालाई, अनि सम्पूर्ण देव देवतालाई भनेर फेरि हामीले कहाँ राखिन्छौँ, यहाँनिर राखिन्छौँ है।
सबै देवदेवताहरूलाई अनि त्यसरी देवता सबै देवतालाई ल्याइदिएका छौँ। यो खाना ग्रहण गर्नको लागि आह्वान गरिन्छ। त्यसपछि यो फल श्री गणेशजीलाई फल यहाँ दिइन्छ हामीले अनि श्री सम्पूर्ण देवी देवतालाई अर्थात् भगवान् शिवजीलाई भनेर हामीले फल दिइन्छ। त्यसपछि हामीले यहाँनिर दिया जलाउने काम गरिन्छ। मन्दिरले श्री गणेश जी और भोले बाबा जी हैन। अब हामीले यहाँ दिया जलाउनु पर्यो। दियाको मन्त्र हुन्छ शुभम करोति कल्याणम आरोग्य धन सम्पदम शत्रुविधि विनाशय दीपक ज्योति नमस्तुते। शुभम करोति कल्याणम आरोग्य धन सम्पदम शत्रुविधि विनाशय दीपक ज्योति नमस्तुते। शुभम करोति कल्याणम आरोग्य धन सम्पदम शत्रुविधि विनाशय दीपक ज्योति नमस्तुते। शुभम करोति कल्याणम आरोग्य धन सम्पदम शत्रुविधि विनाशय दीपक ज्योति नमस्तुते। शुभम करोति कल्याणम आरोग्य धन सम्पदम शत्रुविधि विनाशय दीपक ज्योति नमस्तुते। शुभम करोति कल्याणम आरोग्य धन सम्पदम शत्रुविधि विनाशय दीपक ज्योति नमस्तुते। पहिला श्री गणेशजीलाई जय श्री गणेशाय नमः। ओम गण गणपते नमो नमः। श्री सिद्धि विनायक नमो नमः। अष्ट विनायक नमो नमः। पति बाबा मोरिया यो सबैभन्दा शक्तिशाली मन्त्र हो। जय माता लक्ष्मी सरस्वती हरि विष्णु मङ्गलम भगवान् विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाक्षं मङ्गलम तनोहरि। मङ्गलम भगवान् विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाक्षं मङ्गलम तनोहरि। भोले बाबा ओ भोले बाबा आज शिवरात्रि हो रे। कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि। कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि। कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि। अब यो भोले बाबाको पूजा हो हैन। अब हामीले कहाँ हो दीप कहाँ हो धुपबत्ती लानु। ल भोले बाबाको लागि आज हामीले बेलपत्र अब हामीले गङ्गा जल पनि हात दिन्छौँ। शान्ति राख। बेलपत्र दूध ल्याउ नानु। अब हामीले आज अभिषेक गर्दाखेरि सजिलो हुने भयो। दूध अभिषेक गर्दाखेरि चोक्नु छैन। के गर्ने भन्नुहुन्छ भने अब दूध अभिषेक गर्नलाई यहाँ हालिदिनुहोस्। यो शिवलिङ्गको हाम्रो मैले दिमाग लगाएर यस्तो बनाएको हुँ। यहाँ दही हालिदिएपछि दुध त्यही हो। हामीले अब फेरि दुध पनि हालिदिन्छौँ। यहाँ हालिदिएपछि अब शिवलिङ्गमा दुध आफै चढ्ने गर्छ होइन। अभिषेक आफै हुन्छ।
दर्शक तपाईँले त अगरबत्ती जलाउनुहुन्छ होला के होइन? हामीले धुपबत्ती जलाउँछौँ किनकि अगरबत्ती त पितृले जलाउँछन्, त्यसमा बाँस हुन्छ, त्यो कारणले गर्दा अगरबत्ती पितृले जलाउने गर्छन्। र मैले आज धुपबत्ती जलाउँछु। यो हो धुपबत्ती और यसको यो मैले यो युज गर्छु होइन। यो वाला धुपबत्ती अच्छा हुन्छ, मङ्गलदीप पनि राम्रो हुन्छ। त्यो सबैभन्दा उत्तम भनेको मङ्गलदीप हो। यो धुपबत्ती जलाउनुमा धेरै फाइदा हुन्छ र अशुभ भनिन्छ बाँस मन्दिर पूजाआजामा चलाउँदाखेरि। हामीलाई थाहा हुँदैन बाँसको युज गर्छ अरे भन्ने कुराहरू सुनिन्छ हामीले होइन। सुनिन्छ अरे भनेर खाना आइसकेपछि हामीले पनि भरोसा गर्न पर्यो होइन। दाउराको युज गर्थ्यो भने सही हो, बाँस युज गर्ने भएर अनि त्यो अशुभ हुन्छ मन्दिरमा होइन। धेरै जस्तो पुण्य जस्तो पूजा गरिसकेपछि सही हिसाबले गर्न पाइयोस् के, मनमा भाव ऊ नहोस् के, डाउट नहोस् केही चिजमा। यस्तै धुपबत्ती जलाइसकेपछि हामीले पहिला श्री गणेशजीलाई धूप अभिषेक गरिन्छ। धूप अभिषेक गरिसके श्री माता लक्ष्मीजीलाई अनि सम्पूर्ण देव देवतालाई यसै गरी 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 हामी पल्लो टुप्पा पुगेर फेरि पल्लो टुप्पा फेरि ओल्लो टुप्पा आएर ल्याउ प्रसाद चढाउँ। ल यो अगरबत्ती जल्यो अनि हामीले एउटा अझै प्रसाद ल्याएका थियौँ। कहाँ हो मिश्री? यो मिश्री भी चढाउन जरुरी छ दर्शक बहिनी। यसमा छन् मिठास। यदि भगवान्ले हाम्रो कुरा सुन्ने भनेको मिठा कुराहरू हो। ए पोख्यो पुरै। जय श्री गणेश आएन जित्यो के भनेर त यो हो दर्शक में खीर। खीर भी चढ़ाउन जरूरी छ भोले बाबालाई। मीठा मीठा परिकार को खाना, खीर को भंडार भोले बाबालाई अत्यन्तै प्रिय छ खाना। हामीले यो खाना चाहिँ हामीले कहाँ राखिदिन्छौँ भने बस बस हो गया। नहीं 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 ऊ गरेको त नहाल्नु है। खीर भनेको अहिले फिलहाललाई यहाँ राख्ने एरिया कम पर्यो, त्यही भएर मैले खीरलाई यहाँनिर राखिदिन्छु है। त्यसले थोर सानो उसाल्यो सानो भाडा हैन यही केमा बाबू दर्शकहरु यो पितरी लाग्यो। हामीले खीर हाल्दिएको छौँ, बतासे और केला। यो पितरी सबै पितृ देवलाई पनि सम्झिनु पर्ने हुन्छ। दर्शक अब हामीले सबै पुरा गरियो। यहाँ पितृदेवलाई समर्पित गरियो, पितृदेवलाई सम्झिन पर्छ। सबै देवताको चाहिँ दसैँ होस्, चाहे तीज होस्, चाहे तिहार होस्, चाहे नुहाई होस्, चाहे फागुन पुन्नु होस्, पितृदेवलाई सम्झिन जरुरी हुन्छ। र बाबुआमा छँदा छँदै हामीले पूजा गर्ने होइन, तर फल खाना र केही मिठो चोखो पाकेको बेलामा
सम्झिँदैन अर्थात् नाति पोलाती खोलातीले हजुरबालाई दिनुहुन्छ, त्यो हजुरआमालाई दिन नि हुन्छ। त्यो कारणले गर्दा पितृदेवलाई हामीले यहाँ राख्यौँ र अब सबै देवतालाई प्रसाद दिँदै आइयो र सबै देवतालाई पूजा पनि गरिदियो। अब हाम्रो मनोकामना के हो, हामीले के चाहेको, हामीलाई के चाहिएको भने हामीले अब यिनीसँग प्रार्थना गर्नु पर्यो सच्ची मनले। अब त्यसपछि हामीले पहिला सुरुमा गङ्गा जल के अरे हाम्रो शिवलिङ्गलाई अभिषेक गराइदिनु पर्यो। यस्तरी अभिषेक हुन्छ हाम्रो शिवजीको। ल हेर्नु म नजिक ल्याएर देखाइदिन्छु। ल हेर्नु यसरी यो शिवलिङ्ग हो, दुध हालिदिउँ सबै हालिदिउँ, अभिषेक भयो है यसरी। अब यो आजका लागि यो खियोस् या जहाँ भी जोस् इनको मर्जी हो हैन। आजको दिन जो भी होस् इनको मर्जीले चल्छ यो अब हैन। त्यो भएर कारणले अब हामीले मनोकामना माग्छौँ। बुढी पनि छिन् मेरो साथमा। आऊ बुढी, बाबुलाई धेरै अब हामीले बर मागे होला के बर मागे होला त्यो तपाईँले ग्यास गर्नु होला, कमेन्टमा भन्न नगइस। अझै हामीले चन्दन लगाउने र अनि यो बाचा कपडा लगाउने छौँ। बाचा कपडा भनेको यसलाई के भन्छन्, कवाज, यो लगाउन जरुरी छ दोस्त। जति भी पूजा हुन् यो चाहिँ लगाइदिनु पर्छ। यसो उँभोतिर गर्न पर्यो क्यामेरा। ल यो चाहिँ हामीले सुरुमा हामीले श्री गणेशजीलाई चाहिँ अब दिनुपर्ने हुन्छ, किनकि प्रथम पूजा गरेछौँ। गणेशको पूजा नभइकन केही चिजको पूजा अगाडि नथाल्नु होला, किनकि विग्रह हर्ता गणेशजी हुन्। जहाँ पनि हडताल गरिदिने गणेशजी हुन्छन्। केही भी शुभ कार्य गर्न पर्यो भने गणेशजीलाई नसम्झिकन अन्त नभन्नु होला, यसैमै तपाईँको भला छ। ल अब मेरो बुढीले मलाई रक्षा कवच बाँधिदिन्छन् कि जिन्दगीमा कोही तुरु निस्दैन लागौँ भगवान्को आशीर्वादले। अनि कोही मान्छेसित नलागोस् भनेर मन भनेर बाचा बाँध्न राखिदिन्छन्। शिवरात्रिको दिनमा
हिजो ह्याप्पी भ्यालेन्टाइन डे थियो, म दारु पिन्न, म गर्लफ्रेन्डसँग बोयफ्रेन्डसँग जान्न भने म कहीँ गएन। त्यसको बदला आज दिनुभयो दिएछिनले मन के पुकार गरेछन्, मन्त्र भगवान्ले सुन्ने छन् भनेर सुने नि। अब मैले लगाइदिनु अरे लाम्बा आयुको समृद्धि हो, सोचे जस्तो व्यापार हो, सोचे जस्तो जिन्दगी बनोस्, सोचे जस्तो धन आर्जन होस्। शिव भगवान्ले मनोकामना हर इच्छा पुरा गरून्, तर बाहिरी पहिले जाने इच्छा चाहिँ पुरा नगरिदिउँ नि। भगवान्सँगै याद प्रार्थना छ र सुख समृद्धि र शासन गर्न चाहिँ पाइयोस् है। आफ्नो जिन्दगी आफ्नो बुढासँग शासन गर्न पाइयोस्। शासन गर्न पाइएन भने त जिन्दगी अलगै हुन्छ भन्ने कुराहरू यहाँबाट बुझिन्छ। ल जस्तै डोरो बाँधेको त्यस्तै गाह्रो च्याकुम च्याकुम गरेर चाहिँ उडाउनु। यो हाम्रो सानो पुचुङ्गी लम्बा आयु होस्, सोचे जस्तो होस्, ज्ञानी बन्छन्, मस्तै पढ्छन्, अलिक बानी सुधार्छन्, कुकुर जस्तो व्यवहार हटाउँछन् र प्रशस्त धानको लाभको मालिक बन्छन्, तरुणीको पछि लाग्दिनन् र बाबाआमालाई पाल्छन्। यही कामना हो। त्यही भन्ने नि लाग्छ महादेवले त। जे फालो ट्याप्प टिप्छिन्, जे फालो ट्याप्प गर्छिन्, दिमाग कैँची जस्तो छ। आमाले खुट्टा मालिस गर्दैन के खुट्टा मालिस गर्न आउँछ, आमाले जू हेरिदिँदैन जू हेर्न आउँछ। कोपी हो हाम्रो। ल जुजु गरिदिउँ। ल टिकी ल्याऊ त, कहाँ राख्यो टिकी लाउने बाबु। सिन्दुर छ तिम्रो नयाँ, तिमीले युज गरेको छ सिन्दुर? आज हिजो ल्याएर राखेको आज चढाएर हो भनौँ। यतिखेर म यहाँ माता रानीको चरणमा चढाइदिएको छु। भोलि बाबु वहीँ बस वहीँ बस वहीँ बस वहीँ बस। मलाई मम्मी भन्छ, पापालाई मम्मी भन्छ, मम्मीलाई मम्मी भन्छ। हटुडु दर्शकबिन अब हामी चाहिँ मन्दिर जान्छौँ होइन। यहाँको पूजा सम्पन्न भइसक्यो होइन। मन्दिर जान्छौँ। ल न एकचोटि फेरि हामीले मन्दिर यहाँको लागि पनि म देखाउँछु। कतातिर हो ब्याक क्यामेरा फोटो आएछ। ल यो हो हाम्रो पूजा पुरै यहाँको सम्पन्न भयो होइन। हामीले सबै मन्दिरमा यस्ता राम्रो यस्तो गरी फोटो राख्छौँ हेर्नु होइन। फोटो ल यिनी फोटोहरू ल के भन्न छ तिमीले दर्शकबिनहरूले? अब हामी चाहिँ मन्दिर जान लागेको। मनोकामना माग्ने भए मन्दिरमा पनि माग्न सक्नुहुन्छ। तपाईँको लाग्छ भने शक्ति छ भने जस्तो लाग्छ भने होइन। के भन्नु छ तिमीले? सब्सक्राइब फलोवर्स सेयर गर्नुहोस् भनेर भन्दैन मेरो बुढी होइन। कति दिदी बाटो छ कि केही भन्ने भन्छ होइन। अब हामी चाहिँ जानु लागेको होइन दोस्त। अब मन्दिरमा गएर म तपाईँलाई फेरि मन्दिरको फिजिकल्ली बताउँछु होइन। ल हामी मन्दिर जाऊँ। के राख्यौ तिमीले त यहाँ लाने? ल हामी हिँड्यौँ यहाँ होइन। अब हामी मन्दिर जान्छौँ। ल हाम्रो बुढी उता आउँदैछ हो होइन। अब मन्दिरमा गएर राम्रोसँग पूजा गर्ने भनेर निस्किनु नि त। मन्दिर पूजा गरे नि घर पूजा गरे पूजा त पुजियो। गएर मन्दिरमा जानु पर्ने रे। अब मन्दिरमा गइसकेपछि फेरि बोलाउला नि त हो न र।
आइयो दर्शकबिन हामी मन्दिरमा ल बुढीले पूजा गर्दैछ कति भिड छ नि यार यहाँ मस्तै छ मार्चियन दीदी दे दी लो दर्शकबिन पूजा सकेर हामी घर जाँदैछौँ मन्दिर हैन दर्शकबिन हामी घरमा आइयो अनि चाहिँ तपाईलाई कस्तो लाग्छ हैन कमेन्ट गर्नु होला अनि जो लाग्छ तपाईलाई त्यो बताइदिनु होला है त धन्यवाद।